नमस्कार साथीहरू, तपाईहरुलाई थाहा छ धनीहरू धनी भन्नुको कारण के हो? धनीहरूलाई थाहा हुन्छ समर्पणको नियम, ब्रह्माण्डको नियम र योद्धाको नियम। यो नियमकै कारणले उनीहरू धनी हुन्छ र गरिब मान्छेहरूलाई त्यो थाहा नभएको कारणले उनीहरू गरिब हुन्छ। समर्पण भनेको के हो? धनीहरू समर्पण गरेको हुन्छन् कि म धनी बन्छु र गरिब मान्छेहरू के सोच्छन् भने मेरो इच्छा हो म धनिक बन्छु। र धनिक बन्नु सोच र समर्पणमा के फरक छ भने समर्पण भनेको प्लानिङ गरेर स्ट्र्याटेजी गरेर एक्सन लिनु, त्यसमा निरन्तर लागिरहनु, त्यो लक्ष्य पूरा गर्नको लागि धनी बन्नको लागि डिसिप्लिन तरिकाले काम गरिराख्नु। र गरिब मान्छेहरू सोच्छन् म धनी बन्छु र उनीहरू एक्सन लिँदैनन्, त्यही भएर उनीहरू गरिबको गरिबै हुन्छन्। दोस्रो भनेको ब्रह्माण्डको नियम। जब तपाईँ समर्पण गर्नुहुन्छ हो मलाई धनी बन्नु छ, त्यो बेला तपाईले ब्रह्माण्डले मानिसको माध्यमले, अवसरको माध्यमले र घटनाको माध्यमले तपाईलाई विभिन्न किसिमको अवसरहरू उपलब्ध गराइरहेको हुन्छ। र तेस्रो हुन्छ योद्धाको नियम। योद्धाको नियमको के हुन्छ भने उनीहरू सोच्छन् धनिक मान्छेहरू कि जबसम्म धनी म बन्दिनँ तबसम्म लगातार म मेहनत गरिरहन्छु कि धनिक बन्छु, नत्र भने प्रयास गर्दै गर्दै म मर्छु। यो नि फरक हो धनी मान्छे र गरिब मान्छेमा। त्यही भएर हामी जति पनि मिडल क्लासको मान्छे छौँ अनि गरिब मानसिकताको मान्छे यदि हुनुहुन्छ भने त्यसै सोचलाई चेन्ज गर्न जरुरी छ। हाम्रो पनि लाइफमा एउटा समर्पण राख्नुपर्छ, एउटा योद्धा जस्तो सोच राख्नुपर्छ, ब्रह्माण्डको नियम बुझ्नुपर्छ। धनी बन्नु भनेको बगैँचामा घुम्नु जस्तो होइन साथीहरू। पक्कै धनी बन्नको लागि साहस हुनुपर्छ, ज्ञान हुनुपर्छ, विशेषज्ञता हासिल गर्नुपर्छ। हामीले कन्टिन्यू हामीले डिसिप्लिन भएर लागिराख्नुपर्छ। धनी बन्ने मानसिकता हुनुपर्छ, अनि मात्र हामी धनी बन्न सक्छौँ। त्यही भएर साथीहरू, यदि कसैले दोष लगाइराख्नु भएको छ कि मेरो भाग्य खराब छ, मेरो कर्म खराब छ भने त्यो होइन, पक्कै होइन। हाम्रो मानसिकताको कमी भएको कारणले नै हामी धनी छैनौँ। त्यही भएर अब हामीले मानसिकता चेन्ज गर्ने बेला आएको छ। मैले यो भिडियो बनाउनुको अर्थ नै त्यही हो कि हामी मिडियम जुन वर्गको मान्छे छौँ र गरिब वर्गको मान्छे छौँ, यो पनि धनीहरूले जान्ने जुन नियम छ, यो नियमको बारेमा हामी पनि जान्नुपर्छ र हामी पनि धनी बन्नुपर्छ र हामी पनि सम्पन्न बन्नुपर्छ। किनभने पैसा नै सबभन्दा ठुलो शक्ति हो। त्यही भएर पैसा कमाउनुपर्छ, पैसा बचाउनुपर्छ र पैसालाई बढाउन पनि सिक्नुपर्छ। धन्यवाद छ साथीहरू। यदि तपाईहरूलाई यो